सोचेको थिएँ जिन्दगीमा के भयो ल त नि गाइज हाम्रो 231 डेको मिनी ब्लगको सुरुवात भइरहेको छ यसरी। बिहान बिहान पसल आउनुभन्दा पनि पहिला एक घोडाको अर्डर छोडिदिन थियो, जुन हेर्नु कस्तो दामी देखियो, यति ठुलो साइजमा, जुन एकजना गरेर छोडिदियौँ हामीले। त्यसपछि पसलमा आई अनि पसलको अलिअलि डेकोरेसन गरिदियौँ। त्यही बिचमा भाइ पासपोर्ट साइज फोटो खिचाउन आएको थियो, जुन लिएर गए खुसी हुँदै। अनि आज त अचम्म भएछ, 5 मिनटमा पासपोर्ट साइज फोटो दिन्छु भने मेरो च्यालेन्जमा फेल भयो। त्यही भएर एउटा फ्रेम जितेर लिएर गइन् बहिनीले अगाडि सर। क्या भिडभाड थियो आज त, हैरान परेशान भएको थियो काम गर्दा गर्दा। त्यस बीचमा यो एउटा बनाउन दिनुभएको थियो अर्डर, जुन यस्तो कुछ बनाइदियौँ। त्यसपछि पनि यो माला फ्रेम च्याम जुम बनाइदिएर हामीले दिएर पठाइदिएन कस्टमरलाई, लोड गराएर उनको स्कुटीमा। त्यसपछि उहाँ सर र जानुभयो। त्यसपछि म लागेँ खाना खान। आज त 3:30 बजिसक्यो मैले खाना खाएको। बिहान 8 बजे पसल आएको, केही नखाइ पसलमा बसेको। ए भगवान यति भोक लाग्थ्यो, खाना खाएर गए आए। त्यसपछि फेरि पसलमा भिडभाड बढिसकेको थियो, जुन सबैको काम धाम दिँदै पठाउँदै गर्दै। अनि हाम्रो ब्युटिफुल बहिनी आएको थियो पासपोर्ट साइज फोटो खिचाउन, जुन उनले मेरो फोनदेखि टिकटक बनाउँदा मैले उनको पासपोर्ट साइज खिचिरहेको थिएँ, बनाइरहेको थिएँ। उनले मसँग नै टिकटक बनाए, जुन मैले पनि इन्जोय गर्दै बनाएँ। बहिनीहरूलाई बाई बाई गरी पठाएँ। त्यसपछि म अर्को जोइन फ्रेम निकाल्न बसिहालेँ। हेर्न सक्नुहुन्छ यो फ्रेम बनाएर हामी जोइन फ्रेम भन्छन्, जुन मात्र एकदम सस्तो रहेको छ। जोइन प्याक्सा गरेर दिए। अनि त्यसपछि हाम्रो आज चस्मा राख्ने स्ट्यान्ड आएको थियो, क्या दामी देखिरह पसलमा। त्यसपछि अर्को अर्डर यो फ्रेम प्लस एउटा केक थियो, एउटा भाइको थियो, जुन बनाएर भाइले दिए र्यापिङ स्यापिङ गरेर एकदम मस्तसँग। एकदम धेरै कामकाजले गर्दा दिमाग ह्याङ थियो, त्यही भएर पहिला लिची जुस खाएँ, त्यसपछि फ्रुटी खाएँ, अनि आएको चस्मा राख्ने स्ट्यान्डलाई घुमाउँदै गर्दै आजको मिनी ब्लग ओभर गाइज। बाई बाई, भोलि भेटौँला।